राखेँ हामी कहाँ अब हामी जाँदैछौँ माङमालुङ टाढा। जानु दिसको आज माङमालुङ घुम्न जाँदैछु। सेवा गर्नु गएको होइन? हामी कहाँ गएको? हामी माङमालुङमा सेवा सेमुन्ना गर्नु। आज के हो आज? आज हाम्रो उभौली पर्व मान्नु थप्नु हुँदैछ। किरात साखेवा अनि हाम्रो चाहिँ हाम्रो विद्यार्थीमा आउँदै थियो अलिक तलै रहेछ। लेदुङ लेदुङ भन्नुहुन्थ्यो। भेगुता जस्तो बस्नुहुँदैछ त। दुईटा बाटो अब यो के भन्ने दुईटा बाटोमा तपाईँले लु भुत देख्नु के अरे हावा देख्नु फलेको त खोइ खाउँ न खोइ केसरी खाऊ के खोइ ल्याउनु न म टिप्ने। यो पनि टिभी खानु नदिने हो पहिला अमर स्कुलमा पढ्दा कटुस कति दामी फुलेको। कति चाहिँ फल्छ यहाँ कटुस? अब यो चुरमुरे कति यहाँ पनि छ है। मेरो पनि त अगाडि गएको फोटो दयाको जस्तो अर्ग्यानिक हुनु पर्यो क्या। रोबोट जस्तो सिधा भएर हिँडेर होइन नि। मुटी दुख्ने औषधि नै हो भन्छ। कुन च्याउ यो? यो सातपत्रे भन्छ। कुकुरढिकमा के भन्थ्यो? कुकुरढिकमा पनि भन्छ यो। र हाम्रो राई त्यो पहेँलो चाहिँ यो नयाँ अहिले गाईजिब्रे हो। 60 मा लाग्यो नि त्यो एउटा मात्रै ठुलो चाहिँ हो। तपाईँलाई मातिनु चाहिँ नमातिनु ल। कुहिरो भित्र हराइ जानुभयो हाम्रो मम्मी चाहिँ। अब हामी पुग्नु आँटिएको छ। तर पैसा एउटा छैन। भाडा पनि मम्मीलाई तिराउने मम्मीको पो मुख हेर्छु त। पसिना के गर्नु के च्याउ भेटेको छु मैले। च्याउ लाने हो 60 रुपियाँ। ए म त क्रस
शङ्खढुङ्गा है यो चाहिँ बिहानै आएको अरे दाईहरू मान्छे छोरी यही हो हजुर मलमासीतिरको पेट पूजा पनि भयो अब यसो एकछिन भ्रमणमा जाँदैछौँ ठिक छ चिया बगान छाड्नु भएछ कहाँ लानुहुँदैछ यहाँ चाहिँ बारी बनाउनु भएछ नि के रोप्नु हुने होला यहाँ अब चाहिँ हामी फर्किँदैछौँ मम्मी तल पुगिसक्नु भएछ सिमसिम माथिल्लो घरे त्यही भएर हामी छाता धोका दिएको अवस्था भन्दै छाता ओढेर जाँदैछौँ अनि माथिल्लो घरको माङमालुङ जानुपर्छ ल भन्नु भएर उहाँहरू चाहिँ रवि जानुभएछ त्यही भएर मम्मी कति छिटो अनि हामी चाहिँ यो छाता एकछिन पकाउनु को दादाहरू चाहिँ पुरै टोपी लगाउनु भएर हाम्रो पनि छ टोपी हामीसँग पनि टोपी छ झोला पनि छ झोला पनि बोकिन्छ यसरी ल अब छाता ओढिन्छ छाता हामी ल फुल पनि जागिसकेर फुली पनि सकेछ है लालुपाते फुल छ त्यहाँ माथि यतातिर फुलहरू हुस्से चाहिँ आज लाग्यो ड्याम्मै हुस्से लागेको छ पानी चाहिँ धन्न ठुलो चाहिँ परेको छैन है नि सिमसिम चाहिँ छिटाउँदैछ हामीलाई चाहिँ माथिल्लो घरकोहरूले फ्लप खुवायो भन्नुहुँदैछ हिँड्नु भयो अरे भर्खर रविबाट त्यसो र त्यो पनि भन्नु हुँदैन हामी चाहिँ माङमालुङदेखि फिर्दैछौँ मेरो पुकुले बुढी हिँड्दैछ त्यो झोस गाडीमा नहिँडौँ न लुगा मैलो हुन्छ हौ
लुगा धुँदा पनि सुक्दैन अब त्यस्तो भएर आएको थियो अनि त्यसपछि पानी पनि नदी आएको थियो मम्मीलाई चाहिँ पत्करको पो लोभ लाग्दैछ अरे कति हुन्छ होला त्यसको मल त कति हो अर्किडको 25 जना कतिजना आउनु भएको अरे नि त अनि झापाबाट अब म यस्तो हुन्छ होइन यस्तो गर्छ नि हजुरले यस्तो राउन्ड घुमाएर ल्याउनु के 2 3 वायो 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 मम्मी हो हामी चाहिँ अब अहिले चाहिँ छ्याङ्ग भएको छ ऊ त्यहाँदेखि यति भित्रमा चाहिँ छ्याङ्ग भएको छ अरू चाहिँ सबै हुसे लागेको छ लु मम्मीले पनि छाता मार्नु भयो है त्यो कपाल चाहिँ छोप्नु है हुसे चाहिँ तँलाई म छोड्छु र भन्दै होइन बाटो चाहिँ यस्तो चाहिँ यता छु म अलिक पाकेको थ्याङ्क यू मम्मा काँचो छ मम्मा यो त आउँदैछ थ्याङ्क यू मामा खाने हो अब ओके यो चाहिँ पाकेको रहेछ अघि बिहानको भन्दा पाकेपछि गुलियो हुने हो कि अमिलो यो गुलियो त हुँदैन कहिले ए हो मेरो त अलिकति